मेरो युट्युब च्यानलमा सबैजनालाई स्वागत छ। लामा काखा अथवा सम्बोटा लिपि पढेर देखाउने क्रममा आज चाहिँ हाम्रो लाताक टुक रहेको छ। लाताक टुक भनेको चाहिँ ला झुन्ड्याएको छ अक्षर भनेको हो। ला झुन्डिएको छ अक्षर यहाँ हेर्नुहोस् है। यो ताक ताक भनेको चाहिँ झुन्डिने हो, झुन्डिएको। अब लाताक भनेको चाहिँ ला झुन्डिएको है। अब हामीले झोलुक पढ्दाखेरि चाहिँ लाताक भन्नुपर्छ, तर खास पढ्नु पर्दाखेरि चाहिँ लाताक भन्नु पर्दैन, ला मात्र पढ्ने हुन्छ। यहाँ हेर्नुहोस् है। का लाताक ला, घा लाताक ला, पा लाताक ला, रा लाताक ला, सा लाताक ला, सा लाताक ध। यो चाहिँ झोलो भयो। झोलो नपढ्ने हो भने चाहिँ सिधै पढ्यो हुन्छ। हेर्नुहोस् है। कामा ला झुन्ड्या छ भने ला भन्नु पर्यो। का मुनि ला छ भने ला भन्नु पर्यो। पाको मुनि ला छ भने ला भन्नु पर्यो। राको मुनि ला छ भने ला भन्नु पर्छ। साको मुनि ला छ भने ला भन्नु पर्यो। साको मुनि ला छ भने चाहिँ ध भन्नु पर्यो। अब हेर्नुहोस् है। ला, यो ला, 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 ध। अब यसको उदाहरण हेर्नुहोस् यहाँ। लाची, कुनै कुनै ठाउँमा चाहिँ लाची भनेर बोलाउँछौँ। लेखेको चाहिँ लाची। लाची भनेको चाहिँ मृगा नाभि, कस्तुरी मृगको नाभिमा हुने सुगन्धित अङ्ग, त्यसलाई चाहिँ लाची भन्छ। यो एकदम बस्नवाला हुन्छ रे। यो एकदम राम्रो बस्न हुन्छ रे, त्यसकारण त्यसको नाम यो लाची छ। यो लाची भने चाहिँ त्यो बस्नवाला मृगको, कस्तुरी मृगको नाभिमा हुने अङ्ग, जसबाट चाहिँ एकदम राम्रो बस्न आउँछ रे, त्यसलाई चाहिँ लाची भन्छ। लाची लेखेको चाहिँ लाची छ, बोलचाल भाषामा चाहिँ हामी लाची भन्छौँ। लाची भन्छौँ। लाची भनेको चाहिँ यो ताक्षक अथवा स्पेलिङ चाहिँ यसरी लेखेको हुन्छ, लाची, लाची। अब यसको छोटो अर्थमा चाहिँ मृगा नाभि। अब यो लाछा, लाछा भनेको चाहिँ ज्याला, परिश्रमिक भनौँ न, यसलाई लाछा, लाछा, लाछा भनेको ज्याला। यो पाको मुनि ला झुन्ड्या छ भने ला, ला भन्नुपर्छ। लाको अर्थ चाहिँ उत्तम, सबभन्दा राम्रो, सबभन्दा राम्रो के ला। लाङपा, लाङपा भनेको बाप, बाप। यो ला, ला भनेको सजिलो, सजिलो, सजिलो। ध भनेको चन्द्रमा, ध चन्द्रमा। लाची, मृगनाभि, लच्छा, ज्याला, ला उत्तम, लाङपा बाप, ला सजिलो, ध चन्द्रमा। धारानी मन्त्र अथवा मन्त्र पढ्दाखेरि चाहिँ अलि फरक हुन्छ यो लाताक टु चाहिँ। यहाँ हेर्नुहोस्। कामा ला झुन्डा, यस्तो यसलाई चाहिँ कला भन्नुपर्छ। कला, गला, ब्ला, रोला। यो त्यति प्रयोग हुँदैन, तैपनि मैले उदाहरण चाहिँ दिएको छु। यस्तै तरिका हो। रोला, रोला। यो चाहिँ सामला चाहिँ स्ला, यो चाहिँ धेरै ठाउँमा हुन्छ फेरि स्ला, यो चाहिँ हुन्छ स्ला। अनि यो सला, यो पनि त्यति प्रयोग देखिँदैन, तैपनि यहाँ मैले उदाहरणको लागि चाहिँ अब एउटाको देखेपछि अर्को दिनु पर्यो, त्यस्तै तरिकाले दिएको छु। सला, सला, सला र रला यो दुईटै चाहिँ त्यति प्रयोगमा पाउँदैन, अरू चाहिँ प्रयोगमा छ। यो अरू चाहिँ प्रयोगमा हुन्छ। यो चाहिँ अब यसको लाइन एउटै लाइनमा भएको हुनाले, एउटै क्रममा भएको हुनाले मैले यहाँ उदाहरण स्वरूप दिएको छु, तर यो त्यति प्रयोग भएको पाइँदैन। रला र सला। अब यो क्ला, ग्ला, ब्ला, सोला यो चाहिँ धेरै ठाउँमा प्रयोग छ, तपाईहरुले देख्न सक्नुहुन्छ। यो अहिले तपाईहरु जानेर राख्नुस् है त। फेरि एकचोटि दोहोऱ्याउँछु म। यहाँ हेर्नुस्। क्ला, ग्ला, ब्ला, रोला, स्ला, सला। यसरी मैले जानेको कुराहरु तपाईहरुलाई पढेर देखाएको छु। यो भर्खर सिक्नेहरुको लागि चाहिँ उपयोगी हुन सक्छ, त्यसकारण तपाईहरु राम्रोसँग ध्यान दिएर लेखेर पढ्ने गर्नुहोस्।
जानिसकेकोहरूको लागि त खासै उपलब्धि नहोला, तैपनि यो मन्त्र पढ्ने तरिका चाहिँ तपाईँहरूले पनि एकचोटि हेर्नुभयो भने पछि सजिलो हुन्छ। यो मन्त्र धेरै ठाउँमा प्रयोग हुन्छ हाम्रो बुद्धिस्ट छौभित्र, त्यसकारण सबैले ध्यान दिएर पढ्नुहोस् र तपाईँहरूले राम्रोसँग सिक्न सक्नुभयो भने मेरो खुसीको कुरा हो। मेरो उद्देश्य भन्नु नै तपाईँहरूलाई आफूले जानेको एक दुई शब्द बाँड्नु हो, त्यसकारण तपाईँहरू राम्रोसँग सिक्नुहोस्। यो भिडियो हेरिसकेपछि तपाईँहरूले एकचोटि सब्सक्राइब, कमेन्ट र लाइक अनि यो बेल घन्टीमा क्लिक गरिदिनुहोस्। पहिले सब्सक्राइब गर्नुभएको छैन भने गरिसक्नु भएको छ भने त ठिकै छ। धन्यवाद।